हेलो गाइज, म आइपुगेँ यहाँ रिसोर्ट। यस्तो छ। कुन रिसोर्ट भन्नु पर्ला? यो चाहिँ नागार्जुन रिसोर्टमा छु म आएको अलि धेरै बेर भइसक्यो, तर मैले भिडियो बनाउन बिर्सिएँ। Chasing vibes like seashells in the sand. Radio hums a tune I can't name. Crooked smiles, crashing waves, no shame. ठाउँ हेर्दैछन् भत्र कहाँ फोटो खिच्ने भनेर खोज्दैछन्, पानी बनिरहेछ। त्यस्तो भ्यू देख्यौँ। अब हामी यहाँ फोटो खिच्छौँ। ओहो कस्तो राम्रो। डे टु डे काममा गयो, काममा गइसकेपछि घर आयो अनि घर आउँदा पनि कस्तो थाकेको फिल हुने अनि कस्तो स्ट्रेस जस्तो फिल हुने, अलिक वाक्क दिक्क लाग्यो जस्तो हुने, त्यस्तो त्यस्तो भइरहेको थियो। सो अलिकति रिफ्रेसमेन्ट पनि चाहिन्छ जस्तो फिल भयो अनि घुम्न जाने प्लान गर्यो। अब घुम्न जाने प्लान गर्यो भने कस्तो हुन्छ भने कहिले पोखरा जाऊँ भन्यो, कहिले यहाँ जाऊँ, कहिले उहाँ जाऊँ। अब भनेको बेला बिदा पनि मिल्दैन होइन। अनि यसो बिदा भएको बेलामा निस्क्यौँ भने अब कहिले पानी परेको छ, फेरि पानी एकछिन घाम लाग्छ, एकछिन पानी पर्छ, मौसम पनि त्यस्तै त्यस्तै गरिरहेको थियो। अनि यसरी बिदा भएको बेलामा चाहिँ अब यति बेला पनि घुम्न नगयो, कहिले जाने भनेर सडनली हाम्रो डिसिजन लियौँ। सो हामी गयौँ नागार्जुन रिसोर्ट। यो रिसोर्ट एकदम नजिक पनि थियो अनि पानी पर्यो भने पनि बाटोहरू पनि नबिग्रिने। सो अलिकति भए पनि रिफ्रेसमेन्ट हुन्छ, वान डे त जसरी भए पनि जानुपर्छ भनेर हामी क्विक डिसिजन गऱ्यौँ अनि दुई बहिनी गइहाल्यौँ। यति धेरै पानी परिरहेको थियो है, अनि अब फोटोहरू पनि खिच्न मिल्दैन जस्तो लाग्यो। सो भ्यू हेर्न जाउँ न त बाहिर भनेको, यति राम्रो है, यस्तो आनन्द आयो मनलाई। अनि अब कफी खानु पर्यो, कफी बनाउँछु। मलाई यो भाडा कस्तो मन परेको छ। नर्मली रेस्टुरेन्ट कफीलाई यस्तो हुँदैन। टी टाइम केही छैन, अब बाहिर पानी परिरहेछ। अब हामी कफी सफी खाएर फेरि निस्किन्छौँ बाहिर एकछिन। हेलो, हामी चाहिँ अहिले यो एरियामा छ। पहिला पनि आइसकेको छ हामी बसेको बिल्डिङ देखा न उताबाट। हामी चाहिँ लास्ट बिल्डिङमा छौँ नि त। अहिले चाहिँ हामी फोटो खिच्नलाई मात्र आएको हो। घरबाट निस्किनुभन्दा अगाडि चाहिँ एकदम अल्छी लाग्छ कि है, सबैलाई त्यस्तै हुन्छ होला। घुम्न जाने भनेर एकदम धेरै प्लान बन्ने अनि लास्ट आवरमा क्यान्सल हुने। ओहो बरु घरमै बस्न पायो भने एकदमै आनन्द हुन्थ्यो जस्तो लाग्ने, त्यस्तो भइरहेको हुन्छ। तर घरबाट निस्किसक्यो भने पनि यति रिफ्रेसमेन्ट हुन्छ, यति रिफ्रेसमेन्ट हुन्छ। सो कहिले काहीँ घुम्न पनि जानुपर्छ जस्तो लाग्छ मलाई। कति काम गर्ने, काम मात्र गरेर हुन्छ त? हुँदैन नि। काम मात्रै गरेर अनि स्ट्रेस भएर माइन्डमा एकदमै धेरै तनाव फिल भयो भने त त्यसले त हाम्रो हेल्थ नै बिगार्ने हो। त्योभन्दा त बरु टाइममा घुम्न पनि जानुपर्छ, जसरी भए पनि समय निकालेर स्ट्रेस रिलिज गर्नको लागि भए पनि समय निकालेर घुम्न चाहिँ जानुपर्छ जस्तो लाग्छ। यो रिलमा म त्यहाँ कति खुसी, कस्तो रमाइलो गरेको जस्तो देखिरहेको छु नि त होइन। तर त्यो रियालिटीमा पनि त्यस्तै नै भइरहेको थियो कि, कस्तो कस्तो ह्याप्पी फिल हुने कि है। यो भिडियो बनाउँदा पनि यो कस्तो इन्जोय गरिरहेको छु क्या म। यसरी सानो सानो कुरामा हामी खुसी भएपछि एकछिन भए पनि रमाउँदै गयो भने जिन्दगी त त्यसरी नै अगाडि बढ्ने त हो नि होइन। थोपा थोपा मिलेर समुद्र बन्छ भने जस्तै त हो।
फर्कै जाने स्विमिङमा पुरै काटिने जाँदो छ बच्चाहरू किन हामी चाहिँ स्विमिङ गर्न जाँदैछौँ एकदम अँध्यारो छ यस्तो अँध्यारोमा कसरी गर्ने स्विमिङ जाडो पनि छ यस्तो जाडोमा स्विमिङ गर्ने हिम्मत गरेर मैले चाहिँ कहाँ स्विमिङ यस्तो अँध्यारोमा थुप्रो मलाई तर मलाई अँध्यारोमा डर चाहिँ लाग्छ स्विमिङ पुलमा फेरि त्यही पनि ठिकै छ स्विमिङ गरेर मेरो कपडा पुरै भिजिसक्यो टवेलले लिएर बिर्सिन्छु क्या अब चाहिँ नि अब हाम्रो चाहिँ अब खाना खाने टाइम हो हाम्रो खासै खाना मन छैन अघि हामीले माछा खाइसक्यौँ अब हाम्रो मोमो खान्छौँ त्यसपछि खान्छौँ के हो पिरो छ तर के मगाएको हामीले एउटा के मगाएको विङ्स हो ए विङ्स तर के हुन्छ हो क्रन्ची त छ नि त क्या क्रन्ची नै भने भन्न चाहिँ तर सस हुँदैन ए त्यो सस भन अहिले चाहिँ ब्रेकफास्ट टाइम भइरहेको छ 7:30 देखि 9:30 को बिचमा ब्रेकफास्ट लिइसक्ने भनेको भएर हामी पनि उठ्यौँ फ्रेस भयौँ अनि हतार 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 गर्दै यहाँको छौँ अनि हामी दुईजनाले खान्छौँ खाइसकेपछि हाम्रो चाहिँ के प्लान भइरहेछ भने स्विमिङ चाहिँ गर्नुपर्छ है स्विमिङ चाहिँ गर्नुपर्छ ल भनिरहेको छौँ क्या हामी तर बाहिर पानी परिरहेको छ तर पानी परे पनि आँधी हुरी तुफान आए पनि मैले त स्विमिङ गर्ने नै हो मेरो दिजूलाई चाहिँ जाडो भइरहेको छ त्यहाँ सो अलि मौसम राम्रो भएपछि चाहिँ म स्विमिङ गर्छु भनेर उसले सोच्दैछ अनि अहिले चाहिँ हामी एकछिन भए पनि स्विमिङ जानभन्दा अगाडि फेरि कफी खाऊँ न त भनेर कफी लिएर आयौँ बाहिर अनि यो भ्यू पनि हेर्दैछौँ कस्तो आनन्द लागेको थियो मर्निङमा विदाउट मेकअप जस्ट फ्रेस मात्र भएर आएको हामी यति आनन्द आइरहेछ हामी दुईजना मात्र दिदी बहिनी अनि दिजु चाहिँ मौसम हेर्दैछ अब अलिअलि जाडो छ क्या है भन्दैछ म चाहिँ पहिला म कफी खान्छु अलिकति भए पनि तातो हुन्छ त्यसपछि म चाहिँ स्विमिङ चाहिँ गर्छु जस्तो 80 नै आए पनि स्विमिङ त मैले त गर्नेवालै छु भनेर कुरा गर्दैछु मम्मी यहाँ स्विमिङ पुलमा म फेरि स्विमिङ गर्छु हिजो पनि गरेको थिएँ तर कति सानो स्विमिङ पुल छ यहाँ स्विमिङ गरेर जाकुजी गरेर जानु हो आइ एम सो ह्याप्पी म स्विमिङ पुलमा जाँदा त घाम पनि लाग्यो एकछिन त कस्तो आनन्द भइरहेको थियो कि अलिक घाम पनि लागिरहेको थियो तर बिस्तारै अलिकति छाया पनि पर्यो तर पानी चाहिँ रुक्यो सो हामी दुई बहिनी स्विमिङ गऱ्यौँ आनन्दले मलाई स्विमिङ गर्न एकदमै मनपर्छ है घुम्न जाने भनेपछि फर्स्टमा मेरो दिमागमै स्विमिङ हुन्छ तर जति स्विमिङ मन परे पनि त्यो अनुसार मेरो स्टेप चाहिँ हुँदैन कि त्यो हातहरू एउटा पनि राम्रो हुँदैन सो मलाई अझै धेरै सिक्नुपर्छ जस्तो फिल भइरहेको छ अहिले चाहिँ हामी ज्याकोजीमा छौँ अरूको त कति ठुलो ठुलो ग्रुप थियो कोही फ्यामिलीमा ग्रुपमा थियो कोही साथीहरूसँग थियो हामी त दुईजना मात्र अनि हाम्रो पालो पनि 12 बजेपछि मात्र थियो अनि हामीले चाहिँ त्यहाँ भनेर हाम्रो पालो चाहिँ अलिकति अगाडि सार्यौँ अनि हामी अगाडि ज्याकोजी गरेर घर पनि छिटो जान पाउँछ भनेर अनि हामीलाई एकदमै रमाइलो लाग्यो यो ज्याकोजीमा पनि कस्तो रिल्याक्स फिल भयो ओभरअलमा भन्नुपर्दाखेरि हामी दुईजना मात्र भए पनि एकदमै रमाइलो भयो यस्तो राम्रो मौसमको मजा लिन पाएँ स्विमिङ गर्न पायो ज्याकुजी गर्न पायो अनि मिठो मिठो खाना पायो अनि एकदम रिफ्रेसमेन्ट फिल भइरहेछ यति धेरै रिफ्रेसमेन्ट फिल भइरहेछ कि अब गएर यति धेरै जोससँग काम गर्नुपर्छ 1 विकको लागि त यो जोसले काम गर्छ र अब हाम्रो फर्किने बेला भयो सो काउन्टरमा अब त्यो पेमेन्ट अनि त्यो के हो फर्महरू यताउति भर्नु पर्दो रहेछ त्यही गरिरहेको छ अब म चाहिँ फर्किने बेला भयो अब चाहिँ हामी स्विमिङ गरेर पनि
सकाएर अब चाहिँ हामी आफ्नो घरतिर लाग्दैछौँ अहिले कति बज्यो भने 1 बज्यो